हेलो साथीहरु नमस्कार तपाईं सम्पूर्ण साथीहरुलाई मेरो युट्युब च्यानलमा अर्को भ्लगमा है त हामी चाहिँ आज छुट्टीको दिनमा यस्तो घुम्न जान लागेको है यस्तै छ सिनहरु है हामीले जाने भने कहाँ हो भनेपछि यो डाँडामा भने हो के र अब जाने कहाँ पुगिन्छ यो चाहिँ ओलिभको रुख हो ओलिभको बगान हो सब बारगेर लगाएर यता चाहिँ टिपेको छैन आज हामीले पनि लगभग टिपेको अलिकति यो चाहिँ यसको तेल निस्किन्छ के यो एकदम महँगो हामी यताबाट चाहिँ फेरि यता फनक्क घुमेर माथितिर लाग्यौँ अब बाटो यस्तो छ ए भाइ घुम्न जाने छौँ के भन्नु छ के त भन्नु नि यार हैन यस्तो के मेरो यहाँ के भन्छ मेरो सब्स्क्राइबरहरूलाई यसो फलो गरिदिनु होला भनेर भनिदिनु न फलो गरिदिनु होला लाइक शेयर कमेन्ट सब्स्क्राइब गरिदिनु भन्नु त त्यति त भनिदिनु पर्यो नि यार सपोर्ट मिल्छ नि मलाई भनिदिनु तर अरू केही नभए पनि ला सब्स्क्राइब गरिदिनु भन्नु सब्स्क्राइब भनिदिनु त भन्नु न बाटो हेर्दैछु म बाटो गइरहेको छ बाटो त यार के छ स्वादिलो छ अब यहाँ बाटोको टिप्न पाएन चोरी केस चाहिँ लाग्छ कि फेरि यहाँ कडा छ त लाग्छ अरे चोरी केस लाग्छ अरे किनभने यहाँ बरु केटीहरूसँग बोल्दाखेरि त्यो कान लाग्दैन अरे होइन यो चाहिँ यो बाटोतिर घर छेउतिरको चाहिँ टिपेर खायो भने कोर्सिनहरू देख्यो भने केस गरिदिन्छ अरे के चोरी केस लाग्छ अरे त्यही भएर त्यो चाहिँ गर्नु हुँदैन यो त छोडेपछि यता यो हो अङ्गुरको बगान अझ छ अङ्गुर छ नि है त्यहाँ साथीहरू हामी एक ठाउँमा जानु भनेको है माथितिर डाँडातिर बाटो अलिकति भयो कि गुगल म्याप हेर्दै आएको बाटै हरायो कि अनि गरेर बाटो छ एउटा यो यसैलाई चाहिँ अब फल हो यो लत्रमा फलेछ के को फल होला साँच्चै यो पै काफल जस्तो त हेर्दा ओहो आइसक्रिम जस्तो छ यार कस्तो नरम हो त यो वार हुन्छ आहा लगभग के को बास जस्तो छ यो त सुन्तला बास आउँछ सायद यो खाने हुने होला कि फलै होला खान नपाएर मात्रै हो कति राम्रो छ कि ओ साथीहरू घुम्ने रहर गऱ्यो कता हो कता जुम्मा पऱ्यो नि भएर फर्किँदै कतिखेर रात पर्छ त्यो बेलामा आएको हुन्थ्यो बाटो भेट्यो छैन क्या यता भएन यो हावातालमा भएन ल यहाँ पनि अर्को के हो के देखिन्छ क्या पुरा फल जस्तो पुरा जङ्गलभरि हो नि नखानु हो गाँठे जे पाइ त्यो खाने बुझ्छ खै आफूले खाने भने थाहा हुँदैन यार टेस्ट बाटो हरायो हामी जाने पर्ने यो डाँडामा हो है यहाँ एउटा चर्च छ होइन तर हामी जान सकेनौँ किनभने यस्तो छ हेर्नुहोस् त बाटो यस्तो पुरा यो काँडा यो यस्तो काँडा छ गएर बस्दै छैन होइन बाटो पनि हराइहाल्यो अब के गर्ने रुममा बसेर बोर लाग्छ रुममा बस्दा अब उ गरौँ भन्दा घुमौँ भन्दा बाटै फेला पर्दैन हाम्रो चाहिँ यो निलो कम्पनी छ यहाँदेखि यतातिर हाम्रो क्याम्प त्यहाँबाट आएको हामी हिँड्दै आएको यो दायाँतिर यसो हावा खाने विचार थियो आउनु त आयो तर यहाँ त निकै झुम छ कि भएन यो गुगलमा यसो बाटो हेरेर आएर पनि यो भएन साथीहरू अब फर्किनु पर्ला कहाँ गयो त कुकुर
बाटो भेट्यो ए खाना पाएर यार बेकारमा हेत्तेरका यस्तो छ बाटो है अब के गर्ने तपाईँ यस्तो गाह्रो छ यो होला बाटो भनेको भर फेरि जाँदाखेरि कताबाट जाने त हराउला फेरि यो बाटो यार भाइ यो साँचो बाटो हिँडेको होइन यो चाहिँ गाई गोठालो हिँड्दाखेरि गाई गोठालो गर्दाखेरि कोही बाटोमा हिँड्ने जस्तो भयो झुम्मा हिँड्ने जस्तो भयो त ए हाम्रो कुकुर पनि यहाँ आउने छ होइन यो छ है साथीहरू यस्तो छ अब चाहिँ यही हो डाँडा भनेको थोरै छ अब पहिलाको ठाउँमा चाहिँ आग लागि पनि भएको रहेछ है पुरा यस्तो रुखहरू पनि पुरा जलेको रहेछ कहाँ जाने होला कुकुर पछि पछि आउँछ यार ए कहाँ जाने हो हो त बाटो यहाँ रहेछ हामी यस्तो रहेछ बाटो हामी यता झुमा हिँडेछ आउँदैन पसिना पसिना भयो त्यतिखेरका हामीले चाहिँ हामी बाटो भेटाउँ साथीहरू माथि डाँडामा जाँदैछ अब त्यो चर्चमा होइन त्यहाँ पुगिसकेपछि त्यहाँको चाहिँ अब ऊहरू गतिविधिहरू देखाउनेछौँ हामीले यति बेलासम्म चाहिँ फलोमा रहनु होला है स्किम गर्नु होला भिडियोलाई हेरिराख्नु होला हामीलाई हामी जानेछौँ माथि अब त्यत्रो झुमहरू काटेर आयो अनि फेरि यहाँबाट फर्किँदाखेरि त के ऊ भयो त अनि यहाँसम्म के अर्थ भयो र होइन र होइन के कसो के फर्किने र फर्क्यौँ साथीहरू हामी चाहिँ फाइनली चाहिँ डाँडा अघि हामी देखाएको डाँडामै ट्याक्कै आइपुग्यौँ है डाँडामा आइपुग्यौँ अब हामी यहाँबाट चाहिँ माथि यता चर्च यतातिर छ यतातिर चर्चतिर जान्छौँ हामी यस्तो छ दृश्य है फाइनली आयो है त यार सरसर्ती आएको भए चाहिँ यति टाइम चाहिँ लाग्थेन क्या बाटोमा आउनु पनि हामी त कता कता झुमको बाटो आयौँ त्यही भएर ढिलो भयो त्यहाँ साथीहरू बाटो हेर्दा यसो हाम्रो पाहाडतिरको रुकुम रोल्पातिर हिँड्ने जस्तै लाग्छ कि वन जङ्गल छ होइन यस्तो छ हाम्रो कुकुर पनि अगाडि अगाडि जानेछ ओके फिर्किला चाहिँ यहाँ माथि उकालो छोड्ने कुकुर छ अलिकति 60-100 जस्तो पनि छ यो चाहिँ नक्सा है यो ठाउँमा आउनको लागि चाहिँ बोट पासेको छ यहाँ अनि अब यताबाट फेरि माथि चढ्ने सो साथीहरू हामी फाइनली ठ्याक्कै टपमै आइपुग्यौँ होइन यतिखेर उड्यो एउटा प्लेन भ्यू चाहिँ यहाँबाट बवाल देखिन्छ है अनि चाहिँ यतातिरको जुन यो झुप्पो भएको चाहिँ यो सिटी छ नि यो चाहिँ कास्टिला भन्ने सिटी हो है
कास्टेला हो है। यो पारेको चाहिँ यो चाहिँ ऊ हो, फेरि यो स्प्लिट हो है। यो ब्रिज छ नि एउटा, यो कालो कालो देखेको छ नि आर्च टाइप, यो ब्रिज हो है। यस्तो छ यो बेलुकीको कति बज्यो, 4:15 बजीतिरको दृश्य हो। अनि हामीसँग यो कुकुर पनि आएको छ। कुन चाहिँ मान्छे कुकुर हो है, हामीसँग आज किन कस्तो बाटो चाहिँ अनुमलेर कता 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 चाहिँ भोतारेर हामी चाहिँ बल्ल बल्ल जस्तो चाहिँ यो ठाउँसम्म आइपुग्यौँ। यसो चाहिँ बााउन्ड्री गरेर राखेको छ अलिक सानो सानो बााउन्ड्री गरेर चाहिँ है यो चर्चलाई है। यस्तो साथीहरू ऊ त्यो दानाको यो सब ओलिभको ऊ हो, खेती हो है। यो माथि यो टर्बाइन राखेको छ, यो बिजुली उत्पादन गर्ने यो है। यो हावा चलाएर चाहिँ घुम्छ। यस्तो थुप्रै छ उता दाना पारिपट्टि, यस्तो छ। ल त साथीहरू फेरि अर्को भ्लगमा है त। अब अहिलेलाई यति नै। अब फेरि मेरो भिडियोहरूलाई चाहिँ लाइक गरिदिनु होला हैन, कमेन्ट गर्नु होला कस्तो खालको भिडियो तपाईँहरूलाई मनपर्छ हैन, कस्तो टाइपको मनपर्छ त्यो अनुसार चाहिँ म बनाउने प्रयास गर्नेछु है त। अनि च्यानललाई चाहिँ नयाँ हुनुहुन्छ भने, मसँग जुड्नु भएको छैन भने च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला पनि भन्न चाहन्छु है त। अरू त के देखाउने र, यति नै हो। अब यहाँ अलि अग्लो ठाउँबाट चाहिँ चारैतिर चाहिँ यसो देखिन्छ भनेर आज यहाँ आएको। अब चाहिँ यहाँ 12 थाहा भयो। अब चाहिँ हरेक हप्ता चाहिँ आइन्छ होला। ओके साथीहरू, सो आजको भिडियोलाई यति नै गरौँ होइन। अब अर्को भिडियोमा फेरि अब विस्तार गरौँला, भेटौँ होला है त। आजलाई यति, ओके बाई, सी यू है। ल ल।